अब त सास आउँदा नि जोड्यो गरेको थिएँ 4 महिना बन्दै गर्नुपर्छ रनिङ हान्नु पर्छ त त्यो उकालोमा अब हेर त जाम लाग्छ अब यहीँ बसेर सनराइज देखाइदिउँ भनेको गाइज सकिन मेरो अगाडि हिमाल छ म अर्को बाटो हिँडिरहेको छु यहाँ त्यहाँ टाढो छ कि सिरियसली हतारको चक्रमा झन् छिरेको हाल्नु नि पाउनु You're getting late के अब 5 मिनटमा त हामी जाउँछ होला 5 मिनटमा पुग्दिन के अरे मेरो हात दुखेर कस्तो भइसक्यो यहाँ यस्तो खुला आसमान देखो रे भाया तो कोई नहीं oh sorry हम कसरी निकाल्छ त नि यो यसरी नगएछ हेलो गुड मर्निङ फ्रम भने जस्तो भन्छ मर्निङ गरेर यस्तो दौडिनु परेछ किनभने काम हुँदैसक्यो थाकिसक्यो यस्तो सिडी के गर्ने यत्रो दिन नउठेर रनिङ पनि गरेन भनेर हो क्या है आज पुरै डराइरहेछ सास बोल्यो यस्तो बिजक त के देखाउनु है त्यही पनि रेकर्ड त गरेर राखौँ अब त सास आउँदा नि जोड्यो तर यार मलाई पुग्न हजार खुट्टायो पनि रोकियो अझै लाग्यो फर्स्ट स्पिड तानिहालेँ हाल त बोल्न नि नसक्ने भएछ
यहाँको चाहिँ पछि देखाउँछु म तर मलाई चाहिँ मेन ठाउँमा जान तर आज प्याक छ होला लास्ट मान्छे लास्ट आज ओ त्यही छैन बादमा देखाउँछु तर मलाई पहिला जान छ सरी एक रन नै हानेन बोलेको लिटरली सुन्यो होइन थाहा छ मलाई ल ठाउँै छैन जस्तो माथि नि होइन लास्ट मान्छे उतै जाने हो यार हट्दै हुँदैन लिनुपर्छ म त एकजना हो भोलि कोही नि आउनु 6 बजी त हो क्या तर घामै गइसक्यो मान्छे टन्नै छ कुरियर सिरियसली थोरै त मान्छे छैन यति धेरै छ यस्तो बिचमा मान्छे तर यहाँबाट टावर पनि छ है तर म टावर भन्दा जान्दिनँ टावर मात्र यहीँ क्लोजबाट देखिन्छ मेबी पढाइ यहाँबाट मलाई गर्नै आउँदैन यस्तो नजिकबाट हेर्नु पायो अब त उल्टी आउला जस्तो भइसक्यो एकछिन त्यो हिँडेको यहाँ चाहिँ प्यापा उल्टी आउला जस्तो भइसक्यो लास्ट नसक्ने भइसक्यो अन्त 6 बजीबाट हुन्छ क्या ट्राइपोड किन्छु भने कथा भएर बसिरहेको छु म गाडी भयो थियो मैले नि बोतल ल्याएको भए जसरी नै गर्न पाइन्छ यसरी कब्जा हुन्छ क्या ठाउँहरू अब त्यहाँ पनि छ होला मेबी त्यहाँ पनि छ क्यामेरा स्यामरा सबै छ त्यहाँ पनि छ मेबी त्योभन्दा उता त देख्दैन हेर न के गर्ने ठाउँ कब्जा भएछ है ट्राइपोड त किन्नै पनि भन्छ अब यता किन्छ होइन अब हातमा लिएर कति बेलसम्म हुन्छ सक्दै सक्दैन गाह्रो छ त्यही नै राम्रै छ
तिम्रो त घरबाट यस्तो देख्छ पोखराको बाइक फेरि मेरो देख्छ भने पोखराको सबले कमेन्ट गर्नु मेन त सो मैले चाहिँ स्यासेर फ्याफ्या गरेर आएको चाहिँ खेर गएन मलाई के बोल्दै नै आएको क्या त यति कति बोल्न आएको छैन क्या बिर्स्याउँछु चाहिँ मैले बोल्दा नि कसरी हेरेको छ म एकछिनमै स्यासेर फ्याफ्या बोल्न नपरिरहेको थिएँ बिहान उठेर आएको घरको मान्छेले कहाँ गयो भनेर होला ओ बादल माथिको गाउँ एउटा यहाँबाट नि दिनु पर्यो भिड अघिबाट म यस्तै हेरेर हिँडेको थिएँ बिहान बिहान उठेपछि त सब देख्न पाइने के गर्नु म धेरै माथि रहेछ भने त फिल आयो मलाई थ्याङ्क यू फर वाचिङ गाइज आज चाहिँ अब वर्किङ होइन इन्डिङ नै नगरौँ भनेर बल्ल इन्डिङ गर्न लाग्छु सो आजलाई यति बाई बाई सी यू सुन